अहिले चाहिँ म यो जङ्गलको बिचमा आएको छु अनि अलि चाहिँ हल्का हल्का अँध्यारो भइसकेको छ मलाई पनि थाहा छैन म कहाँ गइरहेको छु भनेर अघि नै उता माथिबाट चाहिँ मैले एउटा पुल देखेको थिएँ त्यही पुलपट्टि जाँदैछु म अनि अगाडि बाटो यस्तो छ यहाँ हेर्न सक्नुहुन्छ अँध्यारो भइसकेको छ सो गाइस म चाहिँ पुलसम्म पुग्न लागेको थिएँ पुलको ठ्याक्कै मुखमा पुगिसकेको थिएँ अनि त्यहाँ चेकिङ हुँदै रहेछ त्यही भएर म चाहिँ फर्केर आउनु पर्यो बिकज आई डोन्ट ह्याभ लाइसेन्स एन्ड टुडे मेरो एक्सपिरियन्स चाहिँ नाइटमा पनि मैले चलाएँ पहिला चाहिँ नाइटमा मलाई राइड गर्न आउँदैन थियो लाइक डराउँथेँ म आउँदैन भन्दा पनि डराउँथेँ मैले कहिले एक्सपिरियन्स चाहिँ गरेको थिइनँ नाइटमा राइड गर्नलाई दिस टाइम मैले नाइटमा पनि राइड गरेर आइसकेँ म भर्खर आइपुगेको जे होस् आज चाहिँ मजा आयो राइड गर्नमा हेर्न सक्नुहुन्छ पसिनै पसिना भइसकेँ मेरो पार्टनर यहाँ अलस्तज भएर बसिरहेछ तँलाई कहिले आइज भन्थ्यो मसँग यहाँ नालीभित्र पसेको गर्मी भयो तँलाई कसले मसँग चाहिँ आइज भनेको थियो पिछा गर्दै हालत खराब भइसक्यो गाइस यसको कुद्दा कुद्दा गरेर बसाउँदाखेरि उफ्रिने अब यस्तै हुन्छ ठिक्कै पढ नालीभित्र पसिरहेछ गाइस यो पुरा गल्लिसकेको छ है हेर्नु न खुट्टामा किचर किचर तँलाई कसले आइज भन्थ्यो मेरो पछि पछि अब चाहिँ अहिले चाहिँ के भयो नक्कली चाहिँ न हात खुट्टा किचर किचर सो हाई गाइस अब चाहिँ हामी जाँदैछौँ तल मन्दिर घुम्नलाई दर्शन त गर्नु हुँदैन बाहिर बाहिरबाट हेरेर आउँछौँ हामी अहिले चाहिँ बेलुकाको लगभग 7:30 जस्तो भएको छ अनि हामी चाहिँ जाँदैछौँ तल घुम्नलाई हेर्न सक्नुहुन्छ म चाहिँ कोट सेट लाएको छु हो राम्रो देखेको छ साँच्चै भनेको राति टल्किन्छ कि अहो ल अब हामी चाहिँ लाग्दैछौँ है मन्दिरतिर दुर्गा मन्दिर हेर्नु दुर्गा मन्दिर त्यो पनि अँधेरो छ बाटो तल पनि हेरेर हिँड्नु साम्रो ठाउँमा अहिले तल बाटो यस्तो छ है गाइस यस्तो गर्ने हो नि अहिले पनि यस्तो रुमले एउटा लेखो पाउँथ्यो नि ठिक छ हिजो लेखो यस्तो बिजुली कर्किरहेको छ गाइस हामी चाहिँ फर्केर आउँदाखेरि त पानीले भिज जस्तो भइरहेछ हालत त्यहाँनिर बिजुली कर्किरहेछ है एनाउन्समेन्ट त्यहाँ भइरहेछ गाइस हामी चाहिँ उही यहाँनिर पुग्नुपर्ने हो सो गाइस यो नै हो लेखावाली बजार यति सानो छ बजार दुईटा तिनवटा दोकान छ नि सक्यो सो गाइस हामीले प्रसादी पनि पाइसक्यौँ टिलिक्क टल्किरहेको छ है टिका लगाएर पूजा नगरे पानीपुरी खाँदै ए त ल्याउनु न भनेको मेरो टर्न पनि छ हौ हिजोको अमिले थिएन यो ठिक छ त निम्लीको रहेछ नि त निम्ली लगाऊ हिजो सिलापत्र पनि त
आमामा पानी भएको पिरो भयो गाइस पानी पनि खाएर पिरो खाएर हामी यहाँ गुलियो खाँदैछौँ प्रसाद खाँदैछौँ सकाइसक्यौँ पिरो गर्नलाई पसिना पसिना भयो पुरो पसिना होइन के गर्नु केही पनि छैन गाइस हामी चाहिँ अब फर्केर आइसक्यौँ यहाँ हातमा निम्कीहरू ल्याएको छौँ यही कोसेली त्यहाँबाट ल्याएको मन्दिरबाट अब चाहिँ हामी घरतिर लाग्दैछौँ गाइस अन्धेरा कायम छ कसले अम्मो नि आएछ कसले भयो कुकुरले कसले भयो भयो